गुड मर्निङ एभ्रिवान। आज मेरो कलेज छ। कलेजमा एउटा इम्पोर्टेन्ट काम भएको भएर आज कलेज जाँदैछु। नर्मली आई डोन्ट गो टु कलेज। सधैँ वेदरको कुरा गरिरहेको छु मैले चाहिँ म बिहानमा अथवा एनी टाइम अफ द डे। आज चाहिँ एकदमै राम्रो छ वेदर। फिल इज गोइङ टु बी टु हट टुडे। डे अफ द विक एज अ मन्डे हो। I don't know when I'm gonna upload this video, probably on Saturday. पेट्रोल हाल्नुपर्ने छ फेरि आज। कान्छीको अचार। Who's this कान्छी? Been seeing more and more RTR these days. आज मैले दुईटा देखेँ अनि आफ्नो बाइकले देख्दा कस्तो खुसी लाग्छ के। अझ RTR चाहिँ अलि टाढाबाटै थाहा हुन्छ यो आरटिआर भनेर। यो बाइकको यो साइलेन्सरको नोटले बिहान बाइक चलाउनुको मजै बेग्लै छ। खुल्ला हुन्छ, मान्छे त्यति धेरै हुँदैनन्। अझ बिहान हिमाल देखियो भने त सुनमा सुगन्ध। हेर्नु न यो गाडी कस्तो धुवा उडाइरहेको छ यार। सुनमा सुगन्ध भनेको पुरा धुवा उडाइदिएर। यस्तो धुवामा अल्ट्रा लाइट उडाइरहेछन् फेरि। भ्यूको मजा पनि आउँदैन होला। वेस्ट अफ मनी। कति लाग्छ हौ त्यो अल्ट्रा लाइट प्लेनमा चढेको? 20,000 मेबी। अब हामी त गरिब भइहाल्यो, अल्ट्रा लाइट प्लेन चढ्नु सक्दैन। र 20,000 भनेको धेरै पैसा हो त यार। थिङ्क अफ इट इन टर्म्स अफ वर्क। तपाईँले दिनमा कति कमाउनुहुन्छ र त्यो कुराको कस्ट कति हो तपाईँले वर्किङ डेज क्यालकुलेट गरिसक्नु भएको हुन्छ क्या। त्यो कुरा किन्नुभन्दा अथवा मनी स्पेन्ड गर्नुभन्दा अघि त्यति दिनको एफर्ट खेर जान्छ मेरो भन्ने हुन्छ। 20 दिन काम गऱ्यो अनि केमा स्पेन्ड गऱ्यो? फकिङ अल्ट्रा लाइट अन हेजी डे। यहाँ नर्मल मान्छेले फ्युलअप गर्न पाउँदैन क्या अब। त्यहीँ गर्नुपर्ने रहेछ। नेपाल पुलिसको तेल राम्रो हुन्छ। हामी नेपाल पुलिसले बेच्ने तेल राम्रो हुन्छ होला नि। दे मे नट डु एनी मिस आवर अर एनिथिङ अनलाइक अदर पेट्रोल पम्प्स। होली शिट, व्हाई डिड आई टेक दिस रोड? त्यही अस्तिकै पेट्रोल पम्पमा जानुपर्छ क्या। त्यही अङ्कलले युट्युबर हो भनेको पेट्रोल पम्पमा। त्यहाँ गए फेरि याद सोध्नुहुन्छ कि युट्युब च्यानल छ भनेर म टिकटक छ भन्छु। ठोक्दिन हो अङ्कल, ठोक्दिन। डेन्जरै लुक्दियो अङ्कलले त। यसो नजिक के लथेँ पुरा लुक्दिएर ठोक्छ भनेर। खोले होइन ए सिट। कति बेला खोल्छ? छैन। ओके, नट कमिङ हियर अगेन। त्यताबाट जानु नआउने हो मुला। त्यत्रो ठुलो ट्रक छ। पाँच सयको हालिदिनु न है। 500। Okay, successfully spent 500 rupees. हेलमेट को स्ट्र्याप लाउन बिर्से फेरि। The morning light is shining, the feeling is bizarre. I don't know where you are. Dracula. यो पृथ्वी चोकमा 200 रुपियाँमा पाउने केरा त्यहाँ छोरेपाटनमा 300 पर्छ। अनि फेरि केरा पनि यत्रो त खाँदा पनि मजै नआउने टाइपको। त्यो त्यत्रो पैसा हालेर हालेछ अनि सानो केरा खानु कहाँ मजा आउँछ यार। I mean you know what I mean, right? So
A thing has to be worth the money you paid, otherwise it's not gonna satisfy you. What? Okay, nice choice of words. Okay, आज मेरो आइडी कार्ड चेक हुन्छ होला, तर मसँग आइडी कार्ड छैन. मेरो आइडी कार्डमा कोवलपुर छ. कोवलपुर कसरी छ भन्नुहुन्छ भने मैले मेरो पर्स खसालेको थिएँ कोवलपुरतिर. सो एउटा रेस्टुरेन्टमा छ त्यो आइडी कार्ड. अब फेरि कहिले कोवलपुर गएछ भने लिनु पर्ला. त्यो र अनि एक्सपायर भएको लाइसेन्स जोडेको छु. सँगसँगै मैले पैसा पनि खसालेको थिएँ. त्यो अहिले मेरो लागि एउटा जस्ट अ ब्याड ड्रिम भनेर मैले एक्सेप्ट गरिसकेको छु. I'm never gonna buy a purse ever in my life again because म एकदम क्लङ्की मान्छे छु. अनि मैले कहिले फोन हराउँछु, कहिले पर्स हराउँछु. वालेट नभएपछि यु हेभ वान लेस थिङ टु वरी अबाउट एक्सेप्ट योर फोन. अब फोन पनि हरायो भने त अब त केही पनि नबोकिकन हिँड्ने हुन्छ हौ. त्यो हजुरबुवाहरूले चाबी घाँटीमा झुन्डाएर हिँड्नुहुन्छ नि जनैमा, हो त्यसै गरी झुन्डाएर हिँड्नुपर्छ मैले सामान. I'm a clunky ass shit. I may have to remove my camera today. त्यो आइडी चेक हुन्छ त्यति बेला फेरि मामाहरूले सोध्नुहुन्छ फेरि किन रेकर्ड गरेको, के रेकर्ड गरेको भनेर. सो ओके, सी यु गाइज लेटर, probably after class. 3 hours later. Am I recording? Yep. Okay, class सक्यो. क्लास भन्दा पनि यो के डकुमेन्टहरू बुझाउनु थियो. त्यो बुझाएर त भ्याएन. फ्राइडे आउने अब. ब्लग पनि कलेज आउने र जाने बाहेक केही पनि छैन. या डुलुवा रे, डुलेको कहीँ छैन. यसै डुलुवा एकपल्ट रारा गएर टिकटक अकाउन्ट खोलेको हो. त्यति बेला त भिडियो भयो हेर्नु, तर अहिले भिडियो छैन. कलेज आउनु जानु बाहेक. कलेज सकेपछि झन् के होला यार, भिडियोै हुँदैन त. हो इनड्राइभको गाडी यहाँसम्म आउँदो रहेछ त के हो कि यो पनि इन्डियन गाडी नै हो. अच्छा, काठमाडौँमा त सार्वजनिक गाडीको ठाउँमा मान्छेहरू डिरेक्टली इन्डियन गाडी बुक गरेर हिँड्दो रहेछ. पुरा बिजनेस नै छ काठमाडौँमा त इन्डियन गाडीहरूको. अब टाइम ड्युरेसनमा रिस्ट्रिक्सन नभएपछि त्यस्तै हो. 1 महिनालाई भनेर आउने, अनि फाइन पनि छैन होला 1 महिना कटेपछिको. सो आयो 1 महिनालाई होइन, टक्क लाएर गाडी भाडामा लगायो. अनि इन्डियन टुरिस्टहरू फेरि त्यही गाडी बुक गर्छ, पैसा सबै जान्छ इन्डियामा. बात त सही है. 15 मनाङ जाने भनेको के हुन्छ, पानी पऱ्यो भने त अलिक मिल्दैन. पानी परेन भने चाहिँ मजा आउँछ है. Let's go. Okay guys, thank you for watching. See you on the next one. आपके सामने एक बड़ा सा रेड बटन है. हाँ, है. दबा दिया. आगे बोलो.